तपाईलाई नमस्ते। पहिला यो एउटा भिडियो हेर्नुस्। सलमान घिसिङ जतिको भ्रष्टाचारी मैले कोही देखाएको छैन। मैले देखाउँदै भने हो हैन। तपाईहरुले कुलमान घिसिङलाई के भनेर चिन्नुहुन्छ र महेश बस्नेतलाई के भनेर चिन्नुहुन्छ? महेश बस्नेतलाई एउटा केपी ओलीको पुच्छर, कुलमान घिसिङ त अब उहाँको त के कुरा गर्ने, एउटा नेपाललाई उज्यालो गराउने मान्छे नै उहाँ हो भनेपछि उहाँको बारेमा भ्रष्टाचारी ल होला। पहिला कुलमान घिसिङबाट गरौँ, त्यसपछि महेश बस्नेतको एक सब हिसाब महेश बस्नेतको चाहियो। एउटा हत्याराको साथ दिने, शहीदलाई आतंककारी भन्ने, जब यो महेश बस्नेतको छोराछोरीमा यो कुरा पुग्थ्यो भने बल्ल उसलाई चाहिँ त्यो कुरा थाहा हुन्थ्यो। उसको एउटा छोराछोरी परिवारमा कोही मर्यो भए, कोही गएको भए बल्ल त्यो पीडा चाहिँ थाहा हुन्थ्यो। एउटा आमाको पीडा, एउटा बाउको पीडा। 76 जना भने थोरै पनि होइन। यो हत्यारालाई, यो 76 जनाको हत्यारालाई छिटोभन्दा छिटो खोजेर न्याय चाहिँ सबै नेपाली, सबै दाजुभाइलाई चाहियो।